नमस्कार वेलकम ब्याक सबैजनालाई फेरि मेरो नयाँ भिडियो नयाँ ब्लगमा धेरै दिनको अन्तरालपछि फेरि वकमा निस्किएको छु। आज छुट्टीको दिन चाहिँ कामको व्यवस्थाको कारणले चाहिँ धेरै ट्रेकिङ हाइकिङ गर्न पाएको थिएन। सबै दाजुभाइ चाहिँ काम ड्युटीतिर लागेकोले म एक्लै छु। आज चाहिँ म डेभिल हल्समा आएको छु। मेरो चाहिँ यहाँबाट यात्रा सुरु हुन्छ। घरबाट चाहिँ टाउनमा आए, टाउनबाट गाडी चढेर डेभिल्स हल्सबाट चाहिँ ट्रेकिङ सुरु गर्छु। पहिला चाहिँ म यहाँ डेभिल्स हल्सको तल के भन्छ टुरिस्ट स्पटमा जान्छु, अनि त्यहाँबाट हिँडेर चाहिँ क्लिप पाथ हुँदै अर्को डेस्टिनेसनमा पुगेर त्यहाँबाट गाडी चढेर फेरि टाउन गएर घर जानेछु। आजको यात्रा चाहिँ अब यति भन्दै आजको यात्रा सुरु गरौँ। यहाँबाट हामी ओह्रालो जान्छौँ। ओह्रालो हुँदै त्यो समुद्रको छेउमा चाहिँ एउटा खाल्टो जस्तो छ। ती खाल्टोलाई चाहिँ होला सायद डेभिल हल्स भन्ने। अब विस्तृत रूपमा चाहिँ त्यसको जानकारी चाहिँ थाहा छैन, तर त्यहाँ चाहिँ खाल्टो जस्तो छ समुद्रबाट जोडिएको पहाडको बिचमा। पहाड होइन, एउटा चाहिँ उसको बिचमा त्यही नै होला सायद डेभिल हल्स भन्ने चाहिँ। पहिला आउँदाखेरि चाहिँ अलि सुक्खा थियो, अहिले चाहिँ सब हराभरा भएर रहेछ। फुलहरू फुलेर रहेछ चाहिँ मजाले है। यो बाटो पानी थियो, अहिले त अलि सुक्खा भएर रहेछ। आउनु त आइरहेको छ पानी यता छरेर कता चाहिँ। यो घर हो कि अब के हो यहाँ चाहिँ बनाइरहेको थियो, अहिले चाहिँ कम्प्लिट भएरै छ। अझै हामी जाँदैछौँ तलतिरै है त। कस्तो मजाले फुलेर हेर, त्यो पानीको त उस भएर होला नि, त्यो घरतिर नि लगाइरहेछ। हामी चाहिँ त्यता यो जाने फेरि। फले यसो के है, तर के हो यो अब थाहा भएन। च्याउ जस्तो पनि छ। अनि अस्ति नै हामी चाहिँ यहाँ च्याउ खोज्न आएको थियौँ। यहाँबाट यता मासतिर चढेर सुक्खा थियो त्यतिखेर, त्यो च्याउ हन्टिङको बेला थियो। यता गएको थिएँ। अहिले चाहिँ अब त्यहाँ झाडी भएर रहेछ, झन् हराभरा भएर रहेछ है। बल्ल यहाँ आयो हाम्रो चाहिँ डेभिल्स हल्स जाने बाटो हो। द नेसनल ट्रस्ट फर द जर्सी भनेर लेखेको थियो। अनि यहाँ लेखेको छ त्यसको बारेमा तपाईँ देख्न सक्नुहुन्छ। यहाँ नआएको त होइन, म चाहिँ पहिला पनि यहाँ आइसकेको थिएँ। 2 चोटि आएँ कि 3 चोटि आइसकेँ यो। तर सिजन अनुसार यहाँ सिनेरीहरू भयो होइन, अनि के भन्छ यो झार पतेङ्गरहरू चेन्ज भइरहन्छ। अहिले चाहिँ अहिले हरियो भएर छ उम्रेर। त्यतिखेर म आउँदाखेरि चाहिँ सब सुकेर के भन्छ चिसो थियो, पानी परिरहेको थियो क्या। अहिले चाहिँ राम्रो भएर छ। अहिले चाहिँ अब हजुरलाई देखाउँछु। अहिले म जाने त्यता हो, के त यो त पछाडि होइन, यहाँ जान्छु म। अनि अब तलतिर जाउँ त। यो बाटो म जाँदै गर्ने। त्यो अब खैरो थियो, अहिले त हरियो भएको छ। ऊ त्यहीँ त्यो थुम्का जस्तो छ, त्यहाँ बिचमा खाल्टो हो क्या। कस्तो मजाको टापु देखेछ त्यहाँ त। ओ त
के हो खाल्टो छ यहाँ चाहिँ हैन के को खाल्टो हो खै यसले नै एउटा डेली फल्छ भने आज खासै खुलेको छैन मौसम चाहिँ नत्र भने अस्ति नै म मेरो ट्रेल सुरु गर्दा यो डाँडामा गएको थिएँ उता गएको थिएँ त्यहाँ म चाहिँ डेभिल हाउसबाट फर्केँ तल पुगेर फर्किसकेको छु त्यो घाम लाग्यो अहिले चाहिँ गर्मी चाहिँ भयो अहिलेसम्म पानी पर्ला जस्तो भइरहेको थियो अहिले चाहिँ ठिक छ एनिवे अब यहाँबाट म चाहिँ ट्रेल समातेर ट्रेल वक हुँदै जान्छु क्लिप पाथ हुँदै तल अब पुगेर फर्किसकेँ आज एक्लै छु त्यही भएर अलिक चाँडो जानुपर्छ आज कोही भाइहरू आएनन् सबै ड्युटी परे एकजना भाइको छुट्टी थियो फेरि उसले आराम गर्छु भने रेस्ट गर्छ बिचरा काम गरेपछि आराम गर्नु नि पुरो त्यही भएर म एक्लै आइदिएँ मेरो त अस्ति मन्डे पनि छुट्टी थियो तर मन्डे चाहिँ बिजी भएर कहीँ जान पाएन अनि मौसम पनि राम्रो थिएन क्या अहिले चाहिँ ठिक छ त्यही भएर म एक्लै आएको अब यहाँबाट मेरो यात्रा सुरु हुन्छ ट्रेल पाथ फुटपाथ दिस वे भनेर देखाएको छ यहाँ चाहिँ अस्ति भेडा पालिरहेको हुन्छ यहाँ चाहिँ सिप ग्रेजिङ लेखेको छ के लेखेको छ त्यहाँ त्यही भएर डिस्टर्ब गर्नु हुँदैन भनेर लेखेको छ है अस्ति नै त्यहाँ च्याउ खोज्न गएको थियो त्यो झाडी आज चाहिँ गइनँ बाटो त जताततै छ गरे यता माथि यता जाने होला नि कस्तो मजाको हरियो भएछ र अहिले त होइन यहाँ चाहिँ भेडाहरू चढाउँछन् प्राइभेट भेडाहरू चढाउँछन् त्यही भएर आज शीतल भयो अहिले त चरक्क घाम लाग्यो उकालो चढ्ने बेलामा फेरि होइन अहिले ठिक्क भएको छ बल्ल सुई हावा चलिरहेको छ हामी तलबाट जानुपर्ने हो खास माथि आयौँ
ल एकदम मिठो मैदान डाँडा जस्तोमा आइपुग्यौँ। म चाहिँ सरसर हावा चलेको छ। अन्य चाहिँ हरियो पारन कोही सुक्न लागिसकेका छन्। बाटो तलबाट पनि छ, म चाहिँ माथिबाट आएँ। अनि हजुरलाई थाहा छ थाहा छैन, मेरो पहिलो ब्लग चाहिँ त्यहाँबाट सुरु भएको थियो। त्यो डेभिड फल्सबाट म चाहिँ उता गएको थिएँ, त्यो टुँडोसम्म गएको थिएँ। अनि त्यहाँबाट गाडी चढेर म चाहिँ घर आएको। त्यो पहिलो ब्लगमा थियो। अब हेर्नु भएको छैन भने त्यो हेर्नुहोस्। त्यो पनि एकदम राम्रो ट्रेल छ, राम्रो बाटो छ त्यहाँ पनि। अहिले म यता आएँ। ऊ अलिअलि चाहिँ टापुसापु देखिया छ अहिले। अब यसले त देख्दैन होला, टाढा छ। म जाने चाहिँ त्यता हो। त्यो चाहिँ अब हेलिकप्टर रोक्ने जस्तो छ नि, त्यहाँ त ल्यान्ड गर्ने जस्तो। मिठो हावा लगाइरहेछ अहिले, चिल 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 चिल। यहाँ बसेर ट्याक्क पिकनिक खान, आराम गर्न है, कस्तो आनन्द हुन्छ। भन्दा भन्दै यहाँ रहेछ भेडाहरू। अहिले त यहाँ चढाइ रहेछ नि, दुईवटा देखेँ मैले। यहाँ तिनवटा रहेछ, तिनवटा हो। देख्नुभयो कि नै? देखेँ कि नै? यहाँ तिनवटा भेडा चढिरहेको छ। बल्ल टाउको देखायो नि त, होइन? कस्तो मजाले चढिरहेको छ भेडालाई। सु यहाँ चाहिँ यस्तो ओह्रालो छ कि अहिले, यहाँ एकैचोटि तल पुग्ने जस्तो ओह्रालो छ कि यहाँ। हेर कस्तो मजाले भेडा चढिरहेछ। ल ल ल ल ल ल हेरेछ मलाई, किन हेरेको? है किन हेरेको मलाई? ओह्रालो झर्दैछु म। अहिलेको तेर्सो बाटो चाहिँ आउनु लाग्छ, त्यता हो तलपट्टिको। त्यता हो जाने म चाहिँ पारी। आजको हाइकमा एक्लै भएपछि म चाहिँ टुइक कुदिरहेको छु। टाइम त छ, तर त्यो बस नपाउने कि भन्ने टेन्सन। फेरि बस समात्न चाहिँ टाइममै पुग्नु पऱ्यो क्या अर्को स्टेसनमा। त्यो भएर चाँडै हिँडेछु म। अस्ति नै झन् यो ठाडो बाटो झरेको हो त। यो ठाडो छ यता माथि, त्यहाँ डाँडाबाट गुर गर्दै अब यता यहाँ निस्केको। त्यो झन् ठाडो छ। यहाँ चाहिँ फार्म जस्तो के छ भने त्यहाँ माथि पानीको खोला माथि उता बाटोतिर जान लाग्यो। म चाहिँ त्यहाँ यता धेरै हो। खोले सागमा टिपेको। खोले साग पाउने ठाउँै थाहा छैन। एकछिन म यहाँ भुलेँ खोले साग टिप्ने चक्करमा। यो कयरामा खोले साग रहेछ। यहाँ फोटो भिडियो लिनै मिलेन, सिस्नु भयो। एउटा हातले सिस्नु पर्छ, एउटा हातले खोले साग छ।
हिँडेर चाहिँ फर्किन्छु म बागचुत्राको हो भने। अहिले बल्ल माथि आउनु लाग्छ। हिँड्दैछु अझै म 6 टाढै जानु पर्नु चाहिँ, तर हिँड्नै पर्यो कसिएर होइन। अस्ति नै आउँदा त झाडी थिएन, यता राते उताएर आएकोमा एन्टी लाइट पढिसक्यो। अब के राम्रो देखिन्थ्यो, त्यहाँ चाहिँ भेडा चढिरहेको रहेछ। ठाडो लाग्नु पर्यो अब, सर्टकट होइन। धेरै एक खतरा गर्मी भयो त धेरै होइन। झाडी झाडी हिँडेको छु त। अब बल्ल आउँदैछु। अहिले काकी क्या यता जानु पर्ने त। त्यो भ्यू हेर्नु ल, पसिना यार खल्कले धेरै बिचमा खाल्टोमा भएर होला नि। अहिले गर्मी फिल भएको ल, सरर हावा लाउँछ। अझै म जान त्यता हो, अझै छ टन्नै जान। त्यहाँ चाहिँ रिजर्भर रहेछ, त्यो भएर पो पानी आएर रहेछ, आएर आएको छ भनेको त। अझै जानु छ अगाडि, यता पानी पर्ला जस्तो छ, यता घाम लागिरहेको छ होइन। लागिरहेको छ, यो हावाले अलिकति शीतल प्रदान गरिरहेको छ। जर्सीमा पनि 2 दिन त यति गर्मी भएन कि पुरै नभएर दुवैमा लास्टो लागिरहेको। ओके, अब अगाडि बढ्ने क्रममा पहिला त 1 दिन छुट्टी पनि ठिकै लाग्छ। अहिले 2 दिन छुट्टी हुँदा पनि फुर्सदै नभएर के अन्त के काम पर्ने फुर्सदै नभएर अहिले चाहिँ खासै ब्लग पनि बनाउनु पाएको छैन। बनाएर भन्छु कहिले के काम पर्छ, कहिले के काम पर्छ। फेरि जर्सीमा फेरि अहिले समर भएर अलिक ठिक छ मौसम। त्यही पनि अझै के छ भन्दाखेरि कुन बेला पानी पर्छ, कुन बेला चाहिँ हावाहुरी लाग्छ, घाम लाग्छ थाहै हुँदैन क्या। त्यो गुगलको उसमा, त्यो एप्पलको या गुगलको वेदर फोरकास्टमा देखे नि थाहै हुँदैन। त्यो बिलिभ गर्ने कि नगर्ने भनिन्छ। पानी पर्छ भने त पर्दैन, घाम लाग्छ भने त पानी झरेर परिदिरहेको हुन्छ। त्यही भएर बिलिभ गर्दै गाह्रो हुन्छ। अझै कति किलोमिटर छ होला, 2-3 किलोमिटर छ होला सायद हामी हिँड्ने। यो त नेपालतिरको जस्तो क्या, भर्याङ चढेर गाउँघर हिँडे जस्तो क्या। ट्रेल पनि मान्छे धेरै हिँडेर सब बाङबुङ भत्केरहेछ क्या। कुकुरहरू डुलाउनु ल्याउँछ, मान्छेहरू हाइकिङ त आइने नै भयो। अनि के भन्छ, एकचोटि यता जाउँ, के रहेछ त, सही भोपाल पार्क रहेछ। खै भन्दा अलि माथि आएँ, खै त्यो तल थियो भने यता अब यता अँधेर देखिन लागिसक्यो के देखाउनु। यहाँ आउँदा खोले साग पाइयो, त्यही खोले साग टिप्ने काम त्यहीँ भुलियो। फेरि 20-25 मिनट चाहिँ त्यहीँ भुल्यो म।
सिस्टम पन्छाउँदा यो झाडी पन्छाउँदा कुलो कुलो रहेछ खोले सर भिडियो बनाउनु मिलेन नसक्नु मिलेन त्यही भएर टिपै झोलामा हालेँ कुले कुदिहालेँ टिप्न पाउँछ थाहा छैन तर टिपेर चाहिँ ल्याएँ मैले हेर कस्तो मजाको भित्र होइन फेरि यो भोलिएर विकेन्ड सुरु भइहाल्यो फेरि विकेन्ड बिजी फेरि सन्डे मन्डे आइहाल्छ अनि त्यही हो समय त यस्तै बित्छ कति समय बित्छ ल अहिले बाल ठाउँमा है अब चाहिँ मेरो यहाँ ब्रेक लिने बेला हो सायद तपाईँले यहाँ चाहिँ नलिने कुरो हो किन भन्दाखेरि तपाईँको बाटो धेरै छ त्यही भएर बरु अलि नजिकै बस स्टेसनको नजिक गएर बसेर पानी छानी स्न्याकहरू खान्छु त्यसपछि अनि गाडी चढ्छु अलि अब यहाँ भुल्यो भने गाडी कति बजीसम्म लास्ट हो थाहा हुँदैन फेरि म यता फस्यो भने फस्यो कुले त अन्त कराएर त्यहाँ हिँडिरहेको छ त्यहाँ कि गुम्बा जस्तो के देखिन् गुम्बा देख्नु हुन्थ्यो यहाँ डाँडाको टुप्पो जस्तो देखिरहेको छ बल्ल त्यो डाँडा अस्ति सोमबार हामी हाइकमा निस्किनु पर्ने सबै रेडी थियो तर आफू नै थाकेर विकेन्डले गर्दा बिजीमा थाक्छ नि थाकेर अनि चाहिँ बाहिर निस्किने झेला निस्किएन अहिले चाहिँ म अहिले एक्लै आउनु पऱ्यो नि त सबै ड्युटीमा लागिहालेँ त्यही भएर अब हिँडे फेरि त्यो डाँडा हेरेर मजाले अझै छ जानु सानो भने जस्तो होइन त्यता त भेडा चढिरहेछ टन्नै रहेछ कि भेडा भिरभिरतिर पनि भएको छ क्या भेडाको आई थिङ्क त्यता उयो डाँडा जस्तो यो नाक डाँडा जस्तो चाहिँ के हो भने त्यो चाहिँ क्रसर भनौँ न त्यहाँ चाहिँ गेग्रेटो पिच गर्नलाई क्या पिच गर्नलाई घर बनाउनलाई गेग्रेटो बनाउँछ जस्तो लागिरहेको छ त्यता त्यो चाहिँ ठुलो रोड देखाएको छ नि त्यो बाटो कहिले काहीँ ट्रक आएको देखिरहन्छ कि हामीबाट ट्रक यहाँ भेडा हिँडिरहेको छ यहाँ पनि मस्त त्यो रुखमा चाहिँ चिल बसिरहेको रहेछ देखाइदिनु होला के देख्यो क्या त्यहाँ पछि उड्ने होला चिल हो कि गिद्ध हो त्यो कुनै
परेको जस्तो पनि छ। ल अहिले म लुकेँ है त, हिँड्नै पर्यो, स्वास्थ्यको लागि पनि राम्रो हो मजाले है, अल्छी गर्नु पनि हुँदैन। ब्लग नबनाउनु त हिँड्थ्यो भने अब त झन् ब्लग बनाएपछि त हिँड्नै पर्छ, गर्नै पर्छ भने जस्तो भइसक्यो। त्यही भएर हप्ताको एक दिन साइक्लिङ कि हाइकिङ, टिम नभए पनि टिम भए पनि आउनु त पर्यो। मेरो वाइफको छुट्टी मिल्यो भने उसलाई ल्याउँछु मैले प्राय, मिलेन भने केटाहरू जो छ भाइहरू तिनीहरूलाई घिसार्दै ल्याउने हो मैले। सिगल उठिरहेको छ। अब त सकिनलाई हाइक पनि, अब त्यहाँ बाटोमा निस्किन्छ, त्यहाँ बाटो समातेर सुई वास्तव जाने। देखिनलाई बाटो अस्ति नै आउँदा त यहाँ यो हावा चलेर नि, हावाले चाहिँ मान्छे उडाउला कि जस्तो गरेर यहाँ चाहिँ कस्तो जोडले हावा लाग्थ्यो। अहिले चाहिँ त्यस्तो छैन, अहिले चाहिँ मस्त घाम लागेर पालिलो भएर गर्मी भएको छ भनौँ न। एउटा आएको पार्क, अब हामी जान्छौँ बोनी लुइट मजातिर, 4 किलोमिटर पर्छ। अब रोडमा आइसके, गाडी समात्नलाई कुदिरहेको छु म चाहिँ। अब 22 मिनटमा छ, यो समातेन भने फेरि 1 घन्टा पछि रहेछ, त्यही भएर कुदिरहेको छु। कहाँ समातिन्छ, च्याप्पा समाते, च्याप्पा जोडेर गइने होइन। यो बाटो त आएको थिएन, म त पहिला अर्कै नयाँ बाटो आयो त गुगलले। कहाँ आयो म त, एक्लै हिँडेको फाइदा यही हो क्या, कस्तो बवाल छ। 4 गुने बाटो, त्यसपछि फुल, अनि यता खोला नाला जस्तो के छ, छक कराइरहेको छ। नाला होइन, ठिक छ नि, हिँड्नु पर्छ। अब सिधाको सिधा रहेछ, गुगलमा म्याप हेरेँ। कहिलेकाहीँ नयाँ बाटो पनि हिँड्नुपर्छ भनेर जता पाए त्यता हिँडेको, तर खाल्टो जस्तो रहेछ यहाँ, घरहरू भएको, पानी प्रशस्त भएको। बबाल हिँड्ने त 5-6 किलोमिटर हिँड्ने जस्तो लाग्यो। नेटवर्क भने कहाँ गयो यार, झन् बस हेर्नु पर्यो भनेको त। हिँडेछु, फर्स्ट अफ त 3-4 किलोमिटर उतै रहेछ, चटाबाट जताबाट आएको थिएँ त्यतै पो फर्किरहेको रहेछ म नयाँ बाटोको चक्करमा। अब ठिकै छ, अब अहिले जहाँ चढाएको भन्दा 4-5 स्टप उता चाहिँ जानु पर्यो। जति भित्री रोड आयो त्यति रहस्यमय कुराहरू जस्तो क्या, खाल्टोमा जस्तो छ, कस्तो मजाको घर छ।
त्यहाँनिरको त पनि यता पार्क छ त यता हरियो फुलै फुल आफै उम्रे जस्तो फुल। ल त गाइस आजलाई मेरो यात्रा पनि यहीँसम्म हो। आजलाई भिडियो पनि यतिसम्म। फेरि अर्को भिडियोमा भेट्ने जमर्को राख्दै आजलाई यति नै। बाई बाई, फेरि भेटौँला। कस्तो मजाले जौ उम्रेछ भने हेर, जौ उम्रे होइन जौ लागा हुन् के उम्रिने हो र है। खै एकदम कैँचीले काटेर मलाई जौ मात्र छ त, पातै छैन।